वडा अध्यक्ष भनेको उहाँहरू जस्तो हुनुपर्छ। तराईतिर हेर्न जानु त कारमा कुद्छन्, राज्यको सम्पत्तिमा कारमा कुद्छन् राम्रैसितले। वडा अध्यक्ष उहाँ भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका ओख्रेको वार्ड नम्बर 1 पछि वडा अध्यक्ष उहाँ आफै खटिरहनु भएको छ। ल हेर्नु, उहाँ आफै खटिरहनु भएको छ। देख्नुभयो होला, हाम्रा अरू वडा अध्यक्षहरूले पनि हेरिदिनु होला यो होइन। तपाईँ हामी जस्तोले त हेरिरहेछौँ। यो चाहिँ पखुवादेवी भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका ओख्रे 1 मा रहेको पखुवादेवी मन्दिरमा हो। यता चाहिँ यो पुरै पहिरो गएछ र उहाँ आफै सहित खटिरहनु भएको छ। हेर्नु है, उहाँ आफै खटिरहनु भएको छ। यो यहाँ पहिला पार्टी थियो होइन भाइ? अनि पार्टी थियो र गत वर्ष चाहिँ अविरल वर्षाको कारणले माथिबाट पहिरो झरेर चाहिँ हाम्रो यो नष्ट गर्यो, क्षति पुर्याइदियो र फेरि हामीले तुरुन्तै होइन। अनि अरू त कारमा हिँड्छन् फेरि राज्यको सम्पत्तिमा। तपाईँ त यसरी श्रम गरिरहनु भएको छ त। होइन, यो चाहिँ यस्तो छ। फेरि यो अब यो हामीले यो बजेट चाहिँ यो विशेष सभाबाट हामीले विनियोजन गरेका थियौँ र यो बर्खा लागिरहेको छ। साथीहरूलाई एकदमै काम सक्नुको लागि पनि एकदम टेन्सन छ। त्यो भएको हुनाले अलिकति म यहाँ आइडिया दिँदै र प्लस म आफै स्वयं खट्दै काम गरिरहेको छु। किनभने हामीले चाँडोभन्दा चाँडो समाप्त गर्नु छ, सक्नु छ। त्यसो भएको हुनाले अब यो बर्खामा फेरि आएर फेरि लाने हो कि भन्ने डर होइन? हो कि भन्ने पनि छ। र यहाँ अहिले चाहिँ अलि राम्रै तरिकाले बनाऊँ भनेर, व्यवस्थित तरिकाले बनाऊँ भनेर लागि परेका छौँ।